द डिबेटमा स्वागत छ। आज हामी नेपाली राजनीतिमा सायद सबैभन्दा धेरै बहस हुने एउटा सम्बन्धको चिरफार गर्दैछौँ, मतदाता र नेताबीचको सम्बन्ध। दशकौँदेखि देशको दुरावस्थाको दोष कहिले नेतालाई त कहिले उनीहरूलाई नै छुनेर पठाउने जनतालाई दिने गरिन्छ। तर के यो भाष्य अब परिवर्तन हुँदैछ? आजको हाम्रो बहसको मूल प्रश्न यही हो। नेपालको राजनीतिक गतिरोधको जिम्मेवार को हो? बारम्बार उस्तै नेता छान्ने र व्यक्तिगत लाभमा अल्झिने मतदाता वा मतदातालाई झुक्क्याएर आफ्नो स्वार्थ पूरा गर्ने राजनीतिक वर्ग? र सबैभन्दा महत्त्वपूर्ण कुरा, के मतदाताहरू अब साँच्चै यो दुष्चक्र तोड्न जागरुक भएका छन्? आजको छलफलमा म तर्क गर्नेछु कि समस्याको जड लामो समयदेखि मतदाताको निर्णय प्रक्रियामा नै रहँदै आएको छ, जसले यो राजनीतिक दुष्चक्रलाई मलजल गरेको छ। र म यो धारणाको विपक्षमा तर्क गर्नेछु। मेरो विचारमा मुख्य दोषी राजनीतिक वर्ग नै हो, जसले जनतालाई भ्रममा राख्यो। तर अब मतदाताहरू नै यो यथास्थितिलाई चुनौती दिने प्रमुख शक्तिको रूपमा देखा परेका छन्। र यो परिवर्तन केवल सुरुवात मात्र होइन, एउटा निर्णायक मोड हो। नेपाल किन बनेन भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा सबै बाटा घुमिफिरी जनताकै दैलोमा आएर ठोकिन्छन्। आखिर ती सबै नेतालाई भोट दिएर संसद र सरकारमा पठाउने हामी नै हो नि, होइन र? हामीले नेताहरूले जे भने त्यो पत्यायौँ। उनीहरूका घर घरमा ग्यासको पाइपलाइन पुर्याउनेदेखि 10 वर्षमा देशलाई स्विजरल्यान्ड बनाउने जस्ता असम्भव र हावादारी गफलाई सजिलै विश्वास गर्यौँ। यसले एउटा यस्तो संस्कृति बनायो जहाँ नेताहरूलाई जवाबदेही बनाउनै परेन, किनभने उनीहरूलाई थाहा थियो कि जनताको स्मरण शक्ति कमजोर छ। हेर्नुहोस् न, हाम्रो राजनीतिक चेतना कस्तो बन्यो भने शौचालय, बाटो, पुल, स्वास्थ्य चौकी जस्ता आधारभूत नागरिक अधिकार पनि नेतासँग मागेर मात्र पाइन्छ भन्ने भाष्य निर्माण भयो। भोटको बदलामा व्यक्तिगत र साना साना सुविधाको अपेक्षा राखियो। मतलब एक मतदाताले उम्मेदवारलाई आफ्नो घरको शौचालय देखाएर त्यो बनाइदिन आग्रह गर्नुले हाम्रो राजनीतिक मागको स्तर कहाँ छ भन्ने देखाउँछ। अनि यही के भन्छन् त्यसलाई, क्लाइन्टेलिजम, होइन? यही आश्रित राजनीतिको ढाँचाले गर्दा नेताहरूले चुनाव जितेपछि केवल आफ्ना आफन्त र आसेपासेको जीवन सुधार्नमा ध्यान दिए। उनीहरू ढुक्क थिए कि अर्को चुनावमा फेरि यस्तै सानातिना आश्वासन बाँडे पुग्छ। वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाका कार्यक्रम जुन राज्यको दायित्व हो, त्यसलाई समेत एमाले जस्ता दलले आफ्नो पार्टीको देन हो भनेर प्रचार गरे र मतदाता त्यसैमा प्रभावित भएर भोट हाल्न तयार भए। यसले गर्दा नीति र विचारमा आधारित एक उत्तरदायी राजनीतिक संस्कृतिको विकास नै हुन सकेन। तपाईले उठाएको कुरा महत्त्वपूर्ण छ, तर यसलाई अर्को कोणबाट पनि हेर्नुपर्छ जस्तो लाग्छ मलाई। जनता बिग्रिएकाले देश बिग्रियो भन्ने भाष्य नै वास्तवमा नेताहरूले आफ्नो असफलता लुकाउन र दोषबाट उम्किन बनाएको सबैभन्दा ठूलो भ्रम हो। यो त पीडितलाई नै दोष दिनु जस्तै भयो नि। समस्या सोझा जनतामा होइन, स्याल जस्ता चतुर नेताहरूमा हो, जसले भेडाको छाला ओढेर दशकौँसम्म जनतालाई झुकाए, चिप्ला कुरा गरेर र हावादारी सपना देखाएर मूर्ख बनाए। तर तपाईले भने जस्तो अब त्यो समय रहेन। जनता बिस्तारै जाग्दैछन्। उनीहरूले नेताका कुरा पत्याउन छोडेका छन् र सिधै प्रश्न गर्न थालेका छन्, त्यो पनि क्यामेराको अगाडि, सार्वजनिक रूपमा। सामाजिक सञ्जाल र इन्टरनेटको पहुँचले गर्दा मतदाताहरूले नेताका विगत र वर्तमानको वास्तविकता देखिरहेका छन्। अब उनीहरू नेताका कार्यकर्ता वा झोले मात्र होइनन्, सचेत जनता भइसकेका छन्। यसको प्रमाण त छर्लङ्ग छ नि। धनुषामा रघुवीर महासेठलाई युवाहरूले घेरेर 2 चोटि जितेर हाम्रो गाउँमा कतिचोटि आउनुभयो भनेर सार्वजनिक रूपमा सोध्नु यो सामान्य घटना होइन। नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई एक महिलाले दलितको घर बनाइदिन्छु भनेको वाचा के भयो भनेर प्रश्न गर्नु र पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई चप्पल पड्काउँदै काठमाडौँ आएको मान्छेको यति धेरै घर कसरी भयो भनेर सोधिनु, के यो परिवर्तनको स्पष्ट सङ्केत होइन र? यो त शक्तिको समीकरण बदल्न थालेको सङ्केत हो। तपाईले भनेका केही घटना निश्चय नै उत्साहजनक छन्, तर केही फूल फुल्दैमा बसन्त आयो भन्न मिल्छ र? के यसले समग्र प्रवृत्तिलाई जनाउँछ? हेर्नुहोस्, केपी ओलीले पहिले पानीजहाज र रेलको कुरा गरेर चुनाव जिते। अहिले फेरि दैलेखको ग्यास 6 महिनामा घर घरमा पुर्याउने कसम खाँदैछन्।
विगतले के देखाउँछ भने यस्ता अव्यावहारिक र असम्भव सपनामा मतदाताहरूको एउटा ठूलो हिस्सा फस्ने गरेको छ। जबसम्म मतदाताले यस्ता कुरा पत्याइरहन्छन्, नेताहरूलाई यस्ता आश्वासन दिन प्रोत्साहन मिलिरहन्छ। उनीहरूलाई थाहा छ कि जनताको स्मरण शक्ति कमजोर छ र अर्को चुनावसम्ममा यी वाचाहरू कि बिर्सिसकेका हुन्छन् कि नयाँ आश्वासनले छोपिएका हुन्छन्। यो ढाँचा नबदलिएसम्म केही युवाले प्रश्न गर्दैमा राजनीतिक संस्कृतिमा ठोस परिवर्तन आउँछ भन्न अलि हतार हुन्छ। मलाई त्यस्तो लाग्दैन, किनभने अहिले अवस्था पहिले भन्दा निकै फरक छ। तपाईले ओलीजीको दैलेख ग्यासको कुरा गर्नुभयो, तर अब सूचना प्रविधिको युगमा त्यो ग्यासको वास्तविकता के हो, त्यसको उत्खनन, प्रशोधन र वितरण कति जटिल र समय लाग्ने प्रक्रिया हो भन्ने कुरा एक क्लिकमा थाहा पाउन सकिन्छ। यो कुरा अब लुकाउन सकिँदैन। महत्त्वपूर्ण कुरा के हो भने मतदाताले अब यस्ता आश्वासनको मिति तोक्न लगाउन थालेका छन्। जस्तै एक भिडियोमा एक मतदाताले उम्मेदवारलाई सिधै सोधेका छन्, तपाईले चुनाव जिते यो बाटो कति समयभित्र बनाइसक्नुहुन्छ? 1 वर्ष, 2 वर्ष, मिति तोक्नुस्। यसले देखाउँछ कि मतदाता अब खोक्रो आश्वासनमा होइन, ठोस प्रतिबद्धता र समय सीमामा विश्वास गर्न थालेका छन्। उनीहरू अब केवल ताली बजाउने श्रोता मात्र रहेनन्, उनीहरूले जवाबदेहिताको माग गर्न थालेका छन्। तपाईको तर्कसँग म पूर्ण सहमत हुन सकिनँ। समयसीमा माग्नु निश्चय नै एक कदम अगाडि हो, तर के त्यो प्रश्नले हाम्रो राजनीतिको गहिरो रोगलाई छोएको छ त? मेरो बाटो कहिले बन्छ भनेर सोधिनु र देशको आर्थिक नीति कस्तो हुनुपर्छ वा सार्वजनिक ऋण कसरी घटाउने भनेर सोधिनुमा ठूलो अन्तर छ। पहिलो प्रश्नले पुरानै भोटको बदलामा सुविधा दिने राजनीतिलाई नै निरन्तरता दिन्छ, तर अलिकति परिष्कृत रूपमा। जबसम्म मतदाताका प्रश्नहरू व्यक्तिगत र स्थानीय स्तरमै सीमित रहन्छन्, तबसम्म नेताहरूले राष्ट्रिय नीति र दूरगामी योजनामा ध्यान दिँदैनन्। उनीहरूलाई थाहा हुन्छ आफ्नो क्षेत्रमा एउटा बाटो बनाइदिए वा पुल हालिदिए अर्को चुनाव जितिन्छ। तर त्यो बाटो नबन्नुको मूल कारण जस्तै ठेक्का प्रणालीको भ्रष्टाचार, बजेट अभाव वा राजनीतिक हस्तक्षेप जस्ता प्रणालीगत समस्याबारे मतदाता अझै अनभिज्ञ छन् वा प्रश्न गरिरहेका छैनन्। होला, तर यो त सुरुवात हो नि। चेतना एकैचोटि शिखरमा पुग्दैन, खुड्किलो चढ्ने हो। स्थानीय मुद्दाबाटै राष्ट्रिय मुद्दामा चेतना बढ्ने हो। आज जसले आफ्नो बाटोको बारेमा समय सीमा मागिरहेको छ, भोलि त्यही मतदाताले त्यो बाटो किन समयमा बनेन भनेर बजेट विनियोजन र पारदर्शिताको प्रश्न जन्माउँछ। जब उसले थाहा पाउँछ कि उसको बाटो नबन्नुको कारण केन्द्रमा भएको भ्रष्टाचार हो, तब उसको प्रश्नको दायरा आफै फराकिलो हुन्छ। रघुवीर महासेठलाई गाउँ किन आउनु भएन भनेर सोध्नु भनेको स्थानीय पहुँचको कुरा मात्र होइन, यो जनप्रतिनिधित्वको आधारभूत सिद्धान्तमाथिको प्रश्न हो। त्यसैले यी साना देखिने प्रश्नहरूलाई कम आँक्न मिल्दैन। यिनैले ठूलो राजनीतिक बहसको जग बसाइरहेका छन्। जवाफदेहिताको कुरा गर्दा व्यक्तिगत लाभ र भोटको राजनीतिलाई कसरी बिर्सन सकिन्छ? यो त हाम्रो राजनीतिको सबैभन्दा कुरूप पक्ष हो। मोरङका सुनिल शर्माले आफ्नो अस्पतालमा निशुल्क उपचार गराएर भोट माग्ने प्रवृत्तिले व्यक्तिगत लाभमा आधारित राजनीतिको जड कति गहिरो छ भन्ने देखाउँछ। उनले चुनाव जितेपछि आफ्नो अस्पतालमा होटलमा सुते जस्तै डिलक्स क्याबिनमा उपचार गराउने सुविधा दिन्छु भन्दैछन्। यो त भोट किन्ने एउटा परिष्कृत तरिका भयो। त्यसैगरी एमालेले दशकौंदेखि वृद्ध भत्तालाई आफ्नो भोट ब्याङ्कको रूपमा निरन्तर प्रयोग गर्यो। सूर्यमा भोट हाल्नुहोस् भन्दै वृद्ध भत्ताको श्रेय आफूले लिने प्रवृत्तिले मतदातालाई राज्यको सम्मानित नागरिक हुनुको सट्टा पार्टीको ऋणी बनायो। जबसम्म मतदाताहरू यस्ता व्यक्तिगत प्रलोभनमा पर्छन्, चाहे त्यो निशुल्क